बाल्यकालमा भन्ने हो भने अब हाम्रो जुन अहिलेको जुन स्थिति र त्यो टाइमको स्थितिमा एकदम जमिन आसमानकै फरक छ। खानलाई, लाउनलाई, पढ्नलाई हामीसँग खासै आमा बुवाले म्यानेज गर्न सकेको थिएन त्यो टाइममा। अब बिस्तारै हामी हुर्किँदै गयो हैन। अनि आमा चाहिँ अब कतै काम गरेर हैन, बुवा पनि आफ्नो काममा लाग्ने, खेतीपाती पनि खासै हामीसँग नभएको अवस्था थियो। त्यसमा पनि अब 5-5 जना बच्चाहरूलाई पाल्नलाई चाहिँ प्यारेन्ट्सलाई चाहिँ अलि गाह्रै थियो। खोक्दा टिभी भएछ बालाई। त्यो टाइममा चाहिँ बा चाहिँ त्यो काइसाब भन्ने छ टाजलमा, त्यो काइसाबकोमा गार्डनमा काम गर्नुहुन्थ्यो। त्यही काइसाब भन्नेले अब बाबुकाजीलाई हङकङ पठाउनु पर्यो, किनभने यहाँ बसेर मेरो तलबले उसलाई पुग्दैन हैन, घर परिवार पाल्न अलिक गाह्रो हुन्छ। त्यसैले म हङकङ मेरो साथीहरू छ हङकङ पठाइदिन्छु भनेर बालाई प्रोसेस गर्नुभयो। म पनि अलिकति काम गयो भने घरमा केही हेल्प होला कि भने लुकेर पनि म काममा जाने। अनि अलिअलि पैसा लिएर आउने। भट्टामा त्यो इँटा बोक्न पनि गएँ। अनि त्यो माटो फोर्ने छ नि त्यो कोइला, त्यो पनि गर्न गएँ। अनि मैले अलिकति काम गरेपछि अनि भाइहरूलाई पनि पढाउनलाई सजिलो भयो। अनि त्यहाँबाट अनि यो कामभन्दा गलेज बुन्दा धेरै पैसा आउँछ भनेर साथीहरूले भन्यो, त्यहीँ गर्न गएँ। हामी त्यति फर्चुनेट लक्की थियौँ हाम्रो परिवार कि बुवा चाहिँ यस्तो एउटा फ्यामिलीमा जानुभयो जहाँ चाहिँ डायमन्ड हिरा सम्बन्धी व्यापार हुन्थ्यो। भनिन्छ नि तपाईँ सङ्गत गुनाको फल, जुन ठाउँमा तपाईँ जानुहुन्छ त्यहीबाट तपाईँले सिक लिएर नि तपाईँ आउने हो। त्यहीको इन्फ्लुएन्सले तपाईँको फ्युचरलाई चाहिँ नि डिफाइन गर्छ भन्छन्। त्यही भएको। अनि मेरो आफ्नो लाइफमा मेरो ठुलो दाइको ठुलो भूमिका छ, बाबुराज दाइको। उहाँको जुन सोच थियो, हुन त दाइले धेरै मेहनत गर्नुभयो, धेरै दुःख गर्नुभयो उहाँले। उहाँ पनि हङकङ जाँदाखेरि बुवाले बोलाउँदाखेरि उहाँ पनि एउटा डोमेस्टिक हेल्पर, अरूको भाँडा माझ्ने, अरूको अड जबहरू गर्नको लागि नै उहाँले त हङकङमा लिएर जानुभयो। म पनि 17 वर्षको उमेरमा थिएँ। मलाई याद छ म अप्रिल 13, 1990मा म बम्बई गएको थिएँ। त्यो डोमेस्टिक हेल्पर मेरो भाइलाई चाहिँ गराउँदिनँ, उसलाई चाहिँ बरु डायमन्ड ट्रेनिङ गर्छु म भनेर दाइको साउलाई रिक्वेस्ट गरेर मलाई हङकङबाट रिक्वेस्ट गरेर उहाँकै सिस्टर कन्सर्न कम्पनीमा बम्बई पठाएको थियो। फर्स्ट रिटेल स्टोर चाहिँ हामीले प्युखामा अहिले जुन आरबी डायमन्ड छ त्यही स्टोर चाहिँ हाम्रो कम्बाइनमै थियो। र पछि हामीले चाहिँ दिदीलाई चाहिँ त्यो एउटा सेपरेट गरेको थियो। मेरो ठुल्दाइको इच्छा नै त्यही थियो कि तपाईँको यो हाम्रो पहिला छोरी बच्चाहरूलाई चाहिँ सेटल गर्ने, हामी छोराहरू चाहिँ सेटल हुन्छ भन्ने उहाँको त्यो एउटा थ्योरीबाटै हामी चलेँ। 2008मा क्लासिक डायमन्ड, हरिहर भवनको क्लासिक डायमन्ड खोले। र सेम टाइम 2008मै हाम्रो अमेरिकामा ज्याक्सनाइटमा, 2012मा चाहिँ तपाईँको मेरील्यान्डमा खोले। अनि त्यसको लगत्तै 2016मा क्यालिफोर्नियाको सान होजे स्टोरमा पसल खोले। अब यो 2025को उसमा चाहिँ तपाईँको डालस र अर्को एउटा क्यालिफोर्नियामै अर्को एउटा लोकेसन आउँदैछ। इन्डियामा चाहिँ हाम्रो अब स्टोर त नभनौँ, तर हाम्रो चाहिँ यो ट्रेडिङ अफिस चाहिँ हाम्रो इन्डियामा बम्बईमा अहिलेसम्म सञ्चालन नै छ। मेरो मा बा नभए पनि उहाँहरूको भौतिक शरीर मात्र नभएको हो, उहाँहरूको आशीर्वाद चाहिँ हामीले पाइरहेकै छ जस्तो लाग्छ। त्यही आशीर्वादले हामी 5 जना बच्चाहरूलाई र हाम्रो सबै परिवारहरूलाई नै उहाँहरूले हेरिरहेको छ। माथि बसेर उहाँहरूकै आशीर्वादले हामीलाई राम्रो भएर गइरहेको जस्तो फिल भइरहेछ। धेरै मिस भयो हामीलाई त बामा। हुन त अब सबैलाई त्यस्तै होला आफ्नो बुवा आमा होइन। तर मेरो उसमा चाहिँ मेरो मा बा चाहिँ अलग्गै हुनुहुन्छ के।
मैले उहाँहरू जस्तो मान्छेहरू कहीँ पनि देखेकै छैन जस्तो अलग्गै हुनुहुन्छ धेरै नै अलग सबैको बारे सोच्ने भयो आफ्नो फ्यामिली मात्रै होइन कि अरूहरूको पनि सोच्ने बाले टोलको कति सोच्नुहुन्थ्यो टोलमा यो गर्नुपर्छ त्यो गर्नुपर्छ आफ्नो परिवारलाई यो गर्नुपर्छ सबैलाई यहाँसम्म पुर्याएको भएकै कारणले हो अब आमा बुवा नहुँदाखेरि हामीलाई चाहिँ यो संसार नै अधुरो जस्तो चाहिँ हुन्छ होइन अब त्यही पनि त्यही पनि उहाँहरू हाम्रो मनमा छ क्या उहाँहरूले जुन त्याग हाम्रो लागि गर्नुभएको कहिले बेसी नै अहिले पनि हामी आमा बुवाले देखाएको बाटोमै हिँडिरहेछौँ उहाँहरू नभए पनि हाम्रो जहिले पनि मन मस्तिष्कमा चाहिँ रहिरहन्छ यो दिन अब 1 वर्ष भयो 2 वर्ष भयो अब झन्डै झन्डै 3 वर्ष हुन लागिसक्यो जति तारा भयो मलाई चाहिँ यो संसार एउटा रिट्टो भएको फिल गर्छु किन स्लोली इट इज गेटिङ एम्प्टी कुनै पनि चिजहरू हातै समातेर सिकाउनु पर्दैन उनीहरूको ब्लेसिङबाट उनीहरूले हामीलाई जुन बनाउन खोजेको व्यक्ति चाहिँ हामी बन्न सक्यौँ जस्तो हामीलाई लाग्छ र त्यसको श्रेय त्यसको जुन क्रेडिट हामीले जहिले पनि हाम्रो माबालाई नै हामी दिन चाहन्छौँ सो वी मिस देम अ लट